हेलो फ्रेन्ड्स, नमस्कार। म हुँ राम कुमार। तपाईँ हेर्दै हुनुहुन्छ टेक्नोलोजी सम्बन्धी जानकारी दिने युट्युब च्यानल आर्किटेक्ट जापान। साथीहरू, आज म तपाईहरु समक्ष एउटा ग्याजेटको चाहिँ अनबक्सिङ भिडियो लिएर आएको छु। यो अनबक्सिङमा परेको आजको ग्याजेट रहेको छ वायरलेस चार्जिङ प्याड, जसमा चाहिँ हामीले क्लक पाउनेछौँ, अलार्म र त्यसैगरी डेट टेम्परेचर भएको एउटा डिस्प्ले पाउनेछौँ। त्यो वायरलेस चार्जिङ डकको चाहिँ चार्जिङ प्याड भनौँ, चार्जिङ डक भनौँ, त्यो चाहिँ त्यसको चाहिँ अनबक्सिङ गर्न गइरहेको छु। यो प्रोडक्ट कस्तो छ र तपाईहरु पनि यदि वायरलेस चार्जिङ प्याड सपोर्टेड डिभाइसहरु चलाउनुहुन्छ भने त्यसको लागि अभियसली यस्ता वायरलेस चार्जर भएका यो चार्जिङ प्याडहरु तपाईहरुलाई आवश्यक पर्ने नै छ। त्यसैले तपाईहरुको जानकारीको लागि यो वायरलेस चार्जिङ प्याडको चाहिँ मैले आज अनबक्सिङ गरेर देखाउने छु तपाईहरु समक्ष। कस्तो छ यो प्रोडक्ट अब तपाईहरुले हेर्न सक्नुहुन्छ। आउनुस् ढिला नगरी यसको अनबक्सिङ हेरौं। त्यही हो यो प्रोडक्ट। यो हेर्नुस्, यो हो वायरलेस चार्जर। हामीले यसमा डेट एन्ड टाइम, यो टाइम, त्यसपछि अलार्महरु, टेम्परेचर, रुम टेम्परेचर को बारेमा चाहिँ यहाँ जानकारी पाउन छ। यो डिस्प्लेमा हामीले त्यो देख्न सक्छौं। यो भन्दा पहिले मैले तपाईहरुलाई यो यसरी यो रुममा राख्ने यो डिस्प्लेको बारेमा पनि बताएको थिएँ। यो पनि वायरलेस चार्जिङ प्याड नै हो। यसमा हामीले माथि यसरी आइफोनलाई राख्न सक्छौं। यसरी राखिसकेपछि चार्ज हुन्छ, तपाईले त्यहाँ देख्न सक्नुहुन्छ। चार्ज भइसकेपछि चाहिँ त्यहाँ हरियो इन्डिकेटर चाहिँ चार्जिङ भइरहेको छ भनेर देखाउँछ। यसमा तपाईहरुले लाइट पनि फिट सेट गर्न सक्नुहुन्छ। यसरी यो यसमा कति लाइट चाहिन्छ त्यो पनि सेट गर्न सक्नुहुन्छ र रातिको समयमा चाहिँ तपाईहरुको लागि यो यस्ता चार्जिङ डकहरु प्याडहरु चाहिँ धेरै उपयोगी हुन्छ, किनभने यसबाट चाहिँ तपाईले रातिको समयमा अन्य कतै टाइमहरु हेर्नु पर्दैन। यहाँ नै डिस्प्लेमा टाइम देखाउँछ र टेम्परेचर पनि देखाउँछ। तपाईले यसलाई म्यानुअली यसमा टाइमर भन्नाले यसमा अलार्म पनि सेट गर्न सक्नुहुन्छ। त्यस्तै अर्को मैले यो चार्जिङ प्याड ल्याएको छु। यसमा डिस्प्ले चाहिँ अलि छुट्टै प्रकारको भर्टिकली डिस्प्लेमा चाहिँ हामीले यो पाउनेछौँ, जसमा चाहिँ हामीले आइफोनलाई वायरलेसली चार्ज गर्न सक्छौं र अन्य स्मार्टफोनहरु पनि त्यसमा राखेर जसले वायरलेस सपोर्ट गर्छ त्यो वायरलेस सपोर्टेड भएको डिभाइसलाई चाहिँ चार्ज गर्दछ। यस्ता डिभाइसहरु चाहिँ हामीलाई विशेष गरी रुममा राख्नको लागि चाहिँ अति नै राम्रो र रुमको आकर्षण पनि यसले बढाउनेछ। त्यसैले यस्ता डिभाइसहरुको बारेमा म तपाईहरु समक्ष हमेशा केही न केही ग्याजेटहरुको बारेमा जानकारी दिने उद्देश्यले भिडियोहरु बनाइरहेको हुन्छु। तपाईहरुलाई यदि यस्ता प्रोडक्टहरु मन पर्छ भने तपाईहरुले अनलाइनबाट र तपाईहरु मार्केटमा गएर यस्ता प्रोडक्टहरु हेरेर लिन सक्नुहुन्छ, जसले तपाईको रुमको आकर्षणलाई अर्को माथिल्लो लेभलको बनाउने छ भने यसबाट तपाईले धेरै सदुपयोग पनि लिन सक्नुहुन्छ। जस्तो कि टाइम हेर्नको लागि यहाँ डिस्प्ले रहेको छ, डेट एन्ड टाइम। त्यसपछि तपाईले यसलाई एज अ अलार्म पनि सेट गरेर टाइमको चाहिँ सदुपयोग गर्न सक्नुहुन्छ अलार्मको सहायताले। त्यसैगरी वायरलेस चार्जिङ त अवश्य पनि पाउनु नै हुनेछ, किनभने यो वायरलेस चार्जिङ सपोर्टेड एउटा डिभाइस हो। यसरी डिभाइसको म अब तपाईहरुलाई जानकारी दिँदैछु। हेर्नुस्, यसको डिजाइन यस्तो रहेको छ। यसमा अब के छ भन्नाले यहाँ देख्न सकिन्छ। यसलाई चाहिँ हामीले पावर कनेक्ट गर्नुपर्ने हुन्छ। पावर कनेक्ट गरिसकेपछि प्रयोगमा ल्याउन सक्नेछौँ। अब हेरौँ, यहाँ बट्टामा त अरू कुराहरु केही पनि छैन। यो चाहिँ मैले अहिले ल्याएको यो ग्याजेट चाहिँ दुईवटा कलरमा उपलब्ध छ, ब्ल्याक र व्हाइटमा। अब यो यसलाई अनबक्सिङ नै गरेर हेरौँ। यहाँ चाहिँ टेप रहेको छ, यसलाई मैले काट्नुपर्ने हुन्छ। यसरी टेप काटिसकेपछि सायद यतापट्टि पनि रहेछ, दुवैतर्फ काटेर हेरौँ। यसरी टेप काटिसकेपछि यसलाई ओपन गरौँ। यसरी यो ओपन भयो। पहिला नै यसको चार्जिङ केबल चाहिँ बाहिर निस्क्यो। चार्जिङ केबललाई साइडमा राखौँ, यसको केही आवश्यक छैन अहिले। यसलाई पहिला ग्याजेट कस्तो छ हेरौँ। यो डिभाइसमा अन्य केही कुराहरु पनि छैन है, एसेसरिजमा यति नै हो। र एउटा केबल मैले पहिले नै देखाइहालेँ। अब यसमा ग्याजेट रहेको छ। यो ग्याजेट चाहिँ दुईवटा भागमा छ। यसलाई चाहिँ कनेक्ट गरेर हामीले युज गर्न सक्नेछौँ। यदि तपाईले चाहिँदैन भने चार्जिङ प्याड मात्रै चाहिन्छ भने पनि चार्जिङ प्याड मात्रै पनि तपाईहरुले चाहिँ प्रयोगमा ल्याउन सक्नुहुन्छ। यसलाई चाहिँ यो हेर्नुस्, दुईवटा पार्टमा हुन्छ। यो यसरी यसलाई कनेक्ट गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ कनेक्ट गर्नको लागि चाहिँ यहाँ पावर दिनको लागि चाहिँ यहाँ टाइप सी पोर्ट रहेको छ। यसमा चाहिँ यो टाइप सी कनेक्टर रहेको छ। यो टाइप सी कनेक्टरबाट यसलाई यसरी हामीले अट्याच गरेपछि यो यस्तो बन्छ है। यसरी बनिसकेपछि तपाईले यहाँ डिस्प्लेमा टाइम देख्न सक्नुहुन्छ भने यहाँ चाहिँ तपाईले आइफोन अथवा तपाईको अन्य स्मार्टफोनहरु छ भने त्यसलाई राखेर वायरलेसली चार्ज गर्न सक्नुहुन्छ। र यसको म्यानुअल बुक चाहिँ यहाँ रहेको छ है। यो म्यानुअल बुकमा चाहिँ के छ मैले तपाईलाई उल्टो देखाएछु के। यो हेर्नुस्, यस्तो छ। यसमा चाहिँ विभिन्न कुराहरु लेखिएको छ। यो तपाईले हेरेर यसलाई कसरी युज गर्ने र यसलाई युज गरिरहँदा कहिलेकाहीँ बाइ डिफल्टली केही एररहरु चाहिँ आउन सक्छ। त्यो एरर आउने बेलामा चाहिँ तपाईलाई यस्तो यो ग्याजेटको यो म्यानुअल बुकहरुले चाहिँ तपाईलाई हेल्प गर्नेछ, कसरी यसलाई
रिसेट गर्ने र कसरी यसलाई चाहिँ हामीले युज गर्ने भन्ने कुरा यहाँ सबै कुराहरू चाहिँ लेखिएको छ। र म यसलाई पावर कनेक्ट गरेर हेर्छु है त। पावर कनेक्ट गरिसकेपछि कस्तो देखिन्छ। त्योभन्दा पहिले म यस ग्याजेटमा भएको फिजिकली बटनहरूलाई चाहिँ देखाउँछु। यो मेन डिभाइस भनेको यो तलको भाग हो। यो तलको बेस पार्टमा चाहिँ यहाँ हामीले पछाडिपट्टि टाइप सी पोर्ट देख्न सक्छौँ। यो टाइप सी पोर्टमा चाहिँ केबल जोड्नुपर्ने हुन्छ। त्यसै गरी यहाँ चाहिँ अन अफ भनेर लेखेको छ। यो अन अफमा चाहिँ अन गरिसकेपछि यहाँ एउटा ब्याट्री देख्न सकिन्छ। यो नर्मली यस्तो ब्याट्रीहरू हामीले बजारमा सजिलै रूपमा पाउन सक्नेछौँ। यो ब्याट्री हामीले यसमा प्रयोग गरेर यो वायरलेस चार्जिङ पोर्टको यो केही डिजाइनहरूको बारेमा म तपाईँहरूलाई देखाउँछु, जहाँ चाहिँ फिजिकल बटनहरू रहेको छ। यसरी यहाँ हामीले राखिरहँदा फ्रन्ट साइडबाट हेरिरहँदा राइट साइडको कर्नरमा यहाँ देख्न सकिन्छ यो 4वटा बटनहरू रहेको छ, अप डाउन, यो म्यानुअल मोड र पावरको। त्यसै गरी यो ब्याट्रीको कुरा मैले अघि गरिहालेँ। यो चाहिँ यो मेमोराइजको लागि ब्याट्री भयो। त्यसै गरी यहाँ टाइप सी पोर्ट रहेको छ। यहाँ तल पनि यहाँ चाहिँ यो हावाको लागि हो कि यहाँ स्पिकरको लागि हो, यहाँ चाहिँ यो तातिन्छ भनेर होला सायद, यो हावा फाल्नको लागि यहाँ चाहिँ होलहरू रहेको छ। र यसको फ्रन्ट साइडमा तपाईँहरूले देख्नुभयो यहाँ चाहिँ यो आइफोनलाई चाहिँ अथवा स्मार्टफोनहरूलाई यहाँ राखेर चार्ज गर्न सकिन्छ। योभन्दा बाहेकको अनि तपाईँहरूले यहाँ सेटिङहरू मिलाउन सक्नुहुन्छ यो एडजस्टेबल बटनहरूबाट। यसमा चाहिँ टाइम सेटिङ भयो, अनि यसको डेट एन्ड टाइम रहेको छ। त्यसलाई चाहिँ चेन्ज गर्नको लागि यहाँ तपाईँले यो बटनहरूको प्रयोग गर्न सक्नुहुन्छ। र यसलाई म पावर दिँदै गइरहेको छु। यो हेर्नुहोस्, केबल मैले यहाँ जोडेँ यसरी। टाइप सी यहाँ जोडिसकेपछि यहाँ डिस्प्लेमा देख्नुभयो होला तपाईँहरूले, यो ब्याक साइडबाट पनि लाइटहरू चाहिँ मैले देखिरहेको छु। लाइट यसमा चाहिँ अलिअलि आइरहेको छ। यहाँ तपाईँहरूले टाइम, त्यसै गरी डेट, त्यसै गरी टेम्परेचर, रुम टेम्परेचर देख्न सक्नुहुन्छ। यसरी मैले यहाँ गरिसकेपछि अब यसलाई चार्ज पनि गरेर हेर्छु है त, हुन्छ कि हुँदैन। ओ, चार्ज भयो। यसरी यहाँ स्मार्टफोनलाई राखिसकेपछि वायरलेसली चार्ज गरेर राख्न सकिन्छ। र यदि तपाईँलाई यो डिस्प्ले चाहिँ चाहिँदैन भने यसरी डिस्प्लेलाई निकाल्न पनि सक्नुहुन्छ है। यसरी निकालिसकेपछि यसमा चाहिँ यो डिस्प्ले चाहिँ देखाउँदैन, तर यसको यो टाइमर चाहिँ तपाईँले एकचोटि सेट गर्नु भइसकेपछि त्यो टाइम यो पावर कनेक्सन नभइसकेपछि आउट हुनसक्छ। त्यसैको लागि यो अघि दिएको ब्याट्री चाहिँ कम्पलसरी यहाँ हुनै पर्नेछ। र यसको लागि चाहिँ ब्याट्री हामीले बेला बेलामा चेन्ज गर्नुपर्ने हुन्छ। सकिएपछि यो टाइम चाहिँ तपाईँले एडजस्ट गर्नुभएको टाइम त्यो सही रहिरहोस् भनेरको लागि, किनभने यो पावर कनेक्ट आउट भइसकेपछि यसमा चाहिँ अन्य मेमोरी हुँदैन। त्यसैले यो ब्याट्री चाहिँ यहाँ कम्पलसरी हुनैपर्छ। अब यो पावर कनेक्ट भइरहेको बेलामा त यसमा डिस्प्ले आउने नै भयो होइन। यो कनेक्ट पावर अफ यसबाट रिमुभ गरिसकेपछि यो अटोमेटिकली यो डिस्प्लेमा चाहिँ हट्छ। यो टाइम अटोमेटिक यहाँ सेट चाहिँ हुँदैन, यसलाई हामीले म्यानुअली सेट गरेर राख्नुपर्ने हुन्छ। जस्तो कि यहाँ तपाईँले अहिले देख्न सक्नुहुन्छ 6:04 भएको छ। एक्चुअली अहिले मैले यो भिडियो बनाइरहँदा ठ्याक्कै 1 बजेको, दिउँसोको 1 बजिरहेको छ। त्यसैले अब यसलाई चाहिँ एडजस्ट गर्नुपर्ने हुन्छ। यसरी तपाईँहरूले यस्ता चार्जिङ डकहरू पनि प्रयोग गर्न सक्नुहुन्छ वायरलेसली चार्ज गर्नको लागि। र तपाईँको आफ्नो रुमको चाहिँ डिजाइन लुक्सको लागि चाहिँ एकदम राम्रो यस्ता डिभाइसहरू हुन्छ। त्यसैले मैले विभिन्न प्रकारका ग्याजेटहरू चाहिँ तपाईँहरू समक्ष अनबक्सिङ गर्ने गरेको हो। योभन्दा पहिले तपाईँले यस्तो एउटा चार्जिङ डक पनि हेर्नुभयो, चार्जिङ प्याड, र अर्को एउटा यस्तो वायरलेसली चार्जिङ सपोर्टेड यो डिभाइस। यसमा चाहिँ 3वटा रहेको छ। यो यसरी पुस गरेपछि बाहिर निस्किन्छ। यहाँ चाहिँ एप्पल वाचलाई चार्ज गर्न सकिन्छ भने यहाँ चाहिँ हामीले एयरपोर्ट्सहरूलाई, सानो डिभाइसहरूलाई चाहिँ यहाँ चार्ज गर्न सकिन्छ, जसले वायरलेस सपोर्ट गर्छ। यस्ता सामानहरू चाहिँ तपाईँहरूले यदि यो चाहिँ बेस्ट गरेर आइफोन युजरको लागि बेस्ट हुनेछ, किनकि एप्पल वाच र यहाँ चाहिँ एयरपोर्ट्सहरू यो प्रयोग हामीले यसलाई वायरलेसली चार्ज गर्न सक्छौँ। यो दुईवटा यदि तपाईँलाई यो डिभाइसहरू छैन भने चाहिँ यो दुईटा काम लाग्दैन। त्यसैले काम नलाग्ने भइसकेपछि तपाईँहरूको लागि यो प्रोडक्ट बेस्ट पनि नहुन सक्छ। त्यसैले एउटा स्मार्टफोन चाहिँ अवश्य पनि चार्ज गर्छ। र यसको एकदम महत्त्वपूर्ण कुरा भनेको चाहिँ यो टच बटनबाट सिम्प्लिफाई यो चाहिँ रोटेट हुने गर्छ। रोटेट भइसकेपछि यसको डिजाइन पनि अझ बेस्ट हुन्छ। त्यसैले आज चाहिँ मैले तपाईँहरूलाई यो एकदम सिम्पल खालको वायरलेस चार्जिङ प्याड चाहिँ डिस्प्ले सहितको लिएर आएको छु अनबक्सिङको लागि। यो चार्जिङ प्याड चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो, यसको बारेमा केही तपाईँहरूको बारेमा जिज्ञासा छन् भने अवश्य पनि कमेन्ट बक्समा लेख्नु होला। र भिडियो मन परेमा लाइक गरिदिनु होला। र यो भिडियो धेरैभन्दा धेरै साथीहरूलाई सेयर गरिदिनु होला, ताकि उहाँहरूले पनि वायरलेसली आफ्नो डिभाइसहरूलाई चाहिँ यस्ता चार्जिङ प्याडबाट चार्ज गरेर आफ्नो रुमको लुक्सलाई पनि अझ एक्सपेन्ड गर्न सक्नुहुनेछ भने, र यसबाट केही फाइदाहरू पनि लिन सक्नुहुनेछ। जस्तो कि टाइम हेर्नको लागि भयो, र टेम्परेचर, रुम टेम्परेचर कति छ भन्ने कुरा थाहा पाउनको लागि भयो, र यसमा चाहिँ डेट पनि सेट गरेर राख्न सक्नुहुन्छ। त्योभन्दा अलावा तपाईँले यसलाई एज अ अलार्म पनि सेट गरेर राख्न सक्नुहुने भएकोले यो मल्टिफङ्सनल एउटा डिभाइस हो। त्यसैले यस्ता प्रोडक्टहरू तपाईँले अवश्य पनि आफ्नो रुममा चाहिँ राख्नुपर्ने हुन्छ। त्यसैले मैले तपाईँहरूलाई यो कुराहरू चाहिँ बताइरहेको छु। हस् त साथीहरू, यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? मैले आज यो वायरलेस चार्जरको बारेमा तपाईँहरूलाई केही जानकारी दिएँ। यदि तपाईँहरूलाई यस्ता प्रोडक्ट चाहिँ लिने मन छ र तपाईँहरू
ले यसरी वायरलेसली आफ्नो मोबाइललाई चार्ज गर्दै अन्य कुराहरू पनि त्यसैमा होस् भन्ने चाहनुहुन्छ भने यो प्रोडक्ट चाहिँ तपाईँको लागि अति नै बेस्ट हुनेछ। यो प्रोडक्ट चाहिँ मैले पनि त्यसैको लागि आफैले पर्सनली युज गर्ने हिसाबले पनि लिएको हो। म पनि यसको भरपुर रूपमा फाइदा त लिने नै छु। तपाईँहरूलाई पनि मैले फाइदा लिँदै गर्दा यो कुराहरू चाहिँ सेयर गरेर तपाईँहरूले पनि यस्ता प्रोडक्ट चाहिँ लिएर यसबाट पाउने फाइदाहरू चाहिँ लिन सक्नुहुनेछ भन्ने उद्देश्यले नै तपाईँहरूलाई मैले यो आज भिडियो बनाएर मेरो च्यानलमा अपलोड गर्दैछु। यो भिडियो तपाईँहरूले हेरिसकेपछि र यसको बारेमा केही जिज्ञासा छन् भने कमेन्टमा लेख्नु होला। भिडियो मन परेमा लाइक गरिदिनु होला र धेरैभन्दा धेरै साथीहरूलाई सेयर गरिदिनु होला भन्दै आजको यो वायरलेस चार्जिङ प्याडको अनबक्सिङ भिडियोबाट म भने बिदा चाहन्छु। तपाईँहरूको दिन शुभ रहोस्। ह्याभ अ नाइस डे। बाई बाई।